चिटिक्क बक्साले सजाइएको कुकुरको चिहान र मान्छे र कुकुर बीचको सम्बन्धलाई नजिकबाट निहाल्न सकिने आकर्षक मूर्ति र भवनको भित्तामा कुकुरको तस्बिर साथै कुकुरकै तस्बिरले सजाइएको सानो बट्टा। साथीहरू, आज मैले किन कुकुरै कुकुर भएको हाइलाइट्सहरू देखाएको छु भन्ने कुरा यहाँहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नुभयो होला। आज मैले यस्तो कथावस्तुमा आधारित दृश्यलाई देखाउन गइरहेको छु जुन दृश्यलाई देखेर वा कथावस्तुलाई सुनेर यहाँहरू निकै भावविहील हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। यहाँहरूले देखिरहनु भएको दृश्य निकै नै मनमोहक छ। यहाँ प्रत्येक वर्ष स्थानीय सरकारले विभिन्न लोक सांस्कृतिक कार्यक्रमहरू र खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ, जहाँ गर्मीमा शीतल ताप्दै र चिसोमा न्यानो ताप्दै मनोरञ्जन लिन सकिन्छ। अब भने यहाँहरूलाई आजको मुख्य कथावस्तुमा आधारित दृश्यलाई देखाउन चाहन्छु। झट्ट हेर्दा सामान्य कुकुरको मूर्ति जस्तो लाग्छ, तर यी कुकुरको मूर्तिको पनि आफ्नै कथा छ, छुट्टै कहानी छ। हो, आजभन्दा करिबन 25औं वर्ष अगाडिको कुरा हो। एउटा गाउँमा खिम्गियोल नामक मान्छे बस्दथे। उसँग एउटा अत्यन्तै मिल्ने वफादार कुकुर हुन्छ। खिम्गियोलले एक दिन आफ्नो साथीहरूसँग पार्टी गर्ने निर्णय गर्छ र उक्त पार्टीमा आफ्नो वफादार कुकुरलाई पनि साथै लिएर जान्छ। उक्त पार्टीमा खिम्गियोलले अत्यधिक मदिरापान सेवन गर्छ र मदिरापानको सेवनले गर्दा उनीहरू घर फर्किने कुरामा निकै दुविधामा पर्छ र जसोतसो घर फर्किने निर्णय गर्छन् र बाटो लाग्छन्। तर आधी बाटो नपुग्दै खिम्गियोल हिँड्न नसक्ने अवस्थामा पुग्छन् र त्यहीँ रात पर्छ अनि उनी त्यहीँ लड्ने गर्दछ। आफ्नो मालिक त्यहीँ लडेपछि उसलाई पनि कहाँ घर जान मन लाग्दो। आफ्नो मालिकलाई रुँगेर बस्ने क्रममा त्यहाँ नजिकै एक्कासी आगो लागेको दृश्य उक्त कुकुरले देख्छ र आफ्नो मालिकलाई सकि नसकी भुकेर कोतारेर जसोतसो उठाउन खोज्छ, तर आफ्नो मालिक मदिरापानको सेवनले गर्दा उठ्न सक्दैन र जसोतसो उक्त कुकुरले नजिकैको खोलामा गएर आफू भिज्दै आउँदै आगो निभाउने प्रयास गर्छ र अन्त्यमा आगो निभाउँछ पनि। तर विडम्बना, उसले भने सदाको लागि आफ्नो प्राण यो संसारबाट बिदा लिएर जान्छ। भोलिपल्ट उज्यालो हुन्छ र खिम्गियोल मदिराबाट बिउजिन्छ, तर उसको कुकुर भने त्यही उसकै नजिकै ढलिरहेको हुन्छ। त्यो दृश्य देखेर खिम्गियोल अत्यन्तै भावुक हुन्छ र दुःखी हुन्छ अनि उनले अन्त्यमा उसको कुकुरलाई त्यही ढलेको ठाउँमा गाडिदिन्छ र उसलाई कहिले पनि बिर्सन नपरोस् भन्नको खातिर उसले उसँग भएको लट्ठी त्यही चिहानमा गाडिदिन्छ। हो साथीहरू, यहाँहरूलाई मैले देखाइरहेको दृश्य त्यही ठाउँ हो जहाँ जुन बेला कुकुरले आफ्नो आगो निभाउने क्रममा आफ्नो ज्यानलाई आहुति दिएको थियो। यो ठाउँमा प्रत्येक वर्ष कुकुरको सम्झनामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। यो जुन पिञ्जरा जस्तो भित्र एउटा ढुङ्गा देख्नुहुन्छ, यो भने उही वास्तविक वफादार कुकुरको चिहान हो र यसरी स्थानीय सरकारले चाहिँ संरक्षण गरेर राखेको छ। अनि नजिकै रहेको ठुलो रुख भने जति बेला आफ्नो मालिकले वफादार कुकुरलाई गाडेको बेला लट्ठी पनि सँगै गाडिएको थियो, त्यही लट्ठी नै यसरी रुखमा परिवर्तन अथवा रुखमा परिणत भएको भन्ने कुरा हामीले कथामा पढ्न पाइन्छ।
साथीहरू, दृश्य र कथावस्तु अझै पनि बाँकी छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यो त्यही खोला हो जति बेला वफादार कुकुरले आगो निभाउनको लागि आफ्नो शरीर भिजाउने गर्दथे। यो देखिरहेको भवन अनि बिल्कुलै उसैको सम्झनामा अहिले नयाँ बनाइएको आधुनिक टोयलेट हो। यहाँ प्रत्येक हप्ताको शनिबार या आइतबार यहाँ वरिपरि भएका मान्छेहरूले आफ्नो कुकुरहरूलाई ल्याएर खेलाउने गर्दछ। यो कुकुर खेलाउने ठाउँ हो। अन्त्यमा यहाँहरूले देखिरहनु भएको दृश्य भने अहिले बनाइएका कुकुरका चिहानहरू हो। यहाँ घरमा पालिएका कुकुरहरूलाई मर्यो भने ल्याएर गाड्ने गर्दछ र उनीहरूको सम्झनामा यसरी चिटिक्क परेका बक्साहरू, रुखहरू र चिहानहरू बनाएर प्रत्येक वर्ष मान्छेलाई जस्तै गरी श्राद्ध गर्न आउने गर्दछन्। यो जति पनि यहाँहरूले देख्नुभएको दृश्य सबै कुकुरको चिहानले भरिएको छ र भर्ने क्रममा छ। यहाँ कुकुरको चिहान बनाए बापत कुकुरको मालिकले सरकारलाई ट्याक्स बुझाउनु पर्ने हुन्छ। यी चिहानहरू भने नयाँ नयाँ बनाइएका चिहानहरू हुन् जहाँ रुखहरू रोपिएको छैन। अब बिस्तारै रुखहरू यहाँ पनि जस्ताको तस्तै रोपिनेछन्।
साथीहरू, मैले यो दृश्य कैद गर्दै गर्दा कता कता मेरो मनभित्र एक्कासी भक्कानिएर आएको जस्तो महसुस भयो। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया मेरो युट्युब च्यानल कौशिमलाई पनि माया गरेर सब्सक्राइब गरिदिनु होला र साथै आगामी दिनहरूमा कस्ता भिडियोहरू मैले तयार गर्नुपर्छ भन्ने कुरा सल्लाह सुझावसहित आफ्नो प्रतिक्रिया पनि कमेन्ट बक्समा छोडिदिनु होला भन्दै म आजलाई यहाँहरूसँग बिदा हुन चाहन्छु। नमस्ते, सेवारो।